गाउँघरमा आजकल बस्ती धेरै भयो, मान्छे कम भयो। अनि यहाँ चाहिँ फल्ने फलहरू, अर्ग्यानिक फलहरू खाने मान्छे भएनन्। यहाँका अहिले स्कुल विद्यालयहरू विद्यार्थी नभएको कारणले चाहिँ एकदम बन्द हुने अवस्थामा पुग्यो। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले सबै अर्ग्यानिक फलफुल हुने हो। त्यही अर्ग्यानिक फलफुल मध्ये एउटा बोर्ड छ यहाँ अहिले तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो छ कि है, म देखिरहने मान्छे आफै दङ्ग परे। हेर्नुहोस् त, यो एउटा झुप्पोमा कति फल्या छ। यो अङ्गुर, यो चाहिँ हाम्रो गाउँतिर पाइने अर्ग्यानिक अङ्गुर हो। हेर्न सक्नुहुन्छ है तपाईँहरूले। यो मेरो घरमा रोपेको अर्ग्यानिक अङ्गुर हो। यो चाहिँ यति फल्दो रहेछ। यो मैले स्याम्पलिङ मात्रै गरेको हो। फेरि स्याम्पलिङ गरेँ। यो धेरै वर्ष पुरानो हो। यसलाई व्यवस्थित गर्न सकिएको छैन। यहाँ हाम्रो चाहिँ घरबाट ठ्याक्क नजिकै एउटा विद्यालय थियो। त्यो विद्यालय चाहिँ अहिले बन्द भएको अवस्थामा चाहिँ त्यहाँ विद्यार्थीहरू नभएर विद्यालय बन्द भयो। र अहिले चाहिँ यहाँ यसरी बजेको छ। हेर्नुहोस्, फलफुल। यो चाहिँ अहिले फलफुलको सिजनमध्ये सबैभन्दा राम्रो सिजन यसको लागि अहिले नै हो। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाउँमा पाइने अर्ग्यानिक अङ्गुर यही नै हो है। हाम्रो गाउँघरमा पाइने अर्ग्यानिक अङ्गुर तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसरी पाक्छ, यति पाक्छ होइन। यो हजुरहरूलाई मैले देखाउन मात्रै चाहेको हो। म पनि हिजो गाउँमा आएँ अनि यो हजुरहरूलाई यो भिडियो मार्फत चाहिँ देखाउन खोजेको हो मैले। यो यहाँतिर धेरै फलेर कति त यो झरेर सकिन्छ, यो कति चाहिँ बाँकी रहन्थ्यो होइन। अहिले चाहिँ एकदम यहाँ खाने मान्छे पनि नभएर हो। गाउँमा अर्ग्यानिक खाने मान्छे हुँदैनन्। गाउँको मान्छेलाई अङ्गुरहरू मनपर्छ भने सहरको मान्छेलाई चाहिँ यस्तो हो। अहिले चाहिँ गाउँको मान्छे सबै अङ्गुर खान सहर पसे भने अहिले चाहिँ यो अर्ग्यानिक अङ्गुर खाने मान्छे नभएर यसरी फलिरहेको छ। हजुरहरूलाई म यो लगेर काठमाडौँमा चखाउन चाहिँ सक्दिनँ, किनभने म यो लिएर आउन सक्दिनँ है। मैले नल्याइसकेपछि हजुरहरूले चाख्न पनि सक्नुहुन्न। हजुरहरू चाख्न चाहनुहुन्छ भने हाम्रो चाहिँ यो घर त्रिपुरा, सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 6 टेकानपुर भन्ने ठाउँमा हो। हाम्रो चाहिँ यो अरनिको हाइवेबाट 3 किलोमिटर माथि कच्ची बाटो आउनुपर्छ। तौथली, टेकानपुर तौथली हुँदै सिलढुङ्गा जाने बाटो आउनुपर्छ है। तपाईँहरू तौथली टेकानपुर कोही आउँदै हुनुहुन्छ भने चाहिँ मजाले यो फलको टेस्ट लिएर, फ्रीमा टेस्ट लिएर जान सक्नुहुन्छ है। यो बोकेर लाने सुविधा चाहिँ छैन हामी कहाँ। हजुरहरूले तौथली टेकानपुर कोही यही बाटो हुँदै तौथली टेकानपुर तपाईँहरू आउँदै हुनुहुन्छ भने हाम्रो चाहिँ एकदम तपाईँहरूले गुगलमा हेर्न पनि सक्नुहुन्छ। चाहिँ भण्डारी भिलेज भन्ने छ एउटा होइन, गुगल म्यापमा आउँछ भण्डारी भिलेज। यो लोकेसन ट्याग गरेर भण्डारी भिलेजमा आएर चाहिँ सर्लक्क यो अर्ग्यानिक अङ्गुरको चाहिँ हजुरहरूले टेस्ट लिन सक्नुहुन्छ है। टेस्ट, यो अर्ग्यानिक अङ्गुरको टेस्ट। यसको चाहिँ सिजन हो यो अब लगभग धेरै बस्यो भने 15 देखि 20 दिन बस्नु सक्छ। त्योभन्दा पनि अलि धेरै बस्यो भने त्यही 1 महिना जति चाहिँ बस्छ होला यो। त्यसपछि चाहिँ यो खाने मान्छे भएन भने पनि झरेर सकिन्छ। झर्नुभन्दा अगाडि तपाईँहरू आएर यो अङ्गुर चाहिँ टेस्ट लिनु होला।
एकदमै राम्रो छ। तौथली टेकानपुर हुँदै तौथली टेकानपुरको बाटो हुँदै यात्रा गर्नुहुन्छ तपाईँहरूले पनि यहाँबाट नजिकै छ। उयो रोड हो तलदेखि नि एउटा गाडी पनि आउँदैछ, तपाईँहरूले देख्न सक्नुहुन्छ। ठ्याक्क यो गाडी हो होइन, यो गाडी हो। ठ्याक्क गाडीबाट तिनवटा गरामाथि हामी चाहिँ गरा भन्छौँ होइन, 3 गरामाथि चाहिँ हो यो। अब यतापट्टि राम्रो गाउँ छ, हेर्नुहोस् गाउँहरू छ है। अनि त्यसै गरी हाम्रो चाहिँ यो भण्डारी भिलेजमा चाहिँ तपाईँहरूले अर्ग्यानिक सबै पाउन सक्नुहुन्छ। यो केरा हो, यो केरा हो। ऊ त्यहाँनिर कटहर देख्न सक्नुहुन्छ है, कटहर छ। अब यो अरूभन्दा पनि सबैभन्दा राम्रो चाहिँ हामी कहाँ पाइने अहिलेको सिजनमा चाहिँ यो सिजनल फुड्स अन्तर्गत चाहिँ यो एकदमै धेरै फलेको राम्रो लागेको। अझ पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, यस्तो दामी यति राम्रो है, सुन्दर यो बेलाको अवस्थाको यो ठाउँको चाहिँ एकदमै राम्रो फल भनेको चाहिँ यही हो है। तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। यसलाई अङ्गुर भनौँ कि के भनौँ कि होइन, तपाईँहरूले के नाम दिन चाहनुहुन्छ यसलाई त्यही दिनु होला। मैले चाहिँ यो टेस्टको लागि मात्रै ल्याएर रोपेको हो। यति फल्दो रहेछ है, यो चाहिँ यसरी फल्दो रहेछ, यति फल्दो रहेछ। एकदमै राम्रो छ। ल हेर्नुहोस्, तपाईँहरूले झुप्पा हेर्न सक्नुहुन्छ है, झुप्पा यस्तो दामी छ है, झुप्पा यस्तरी हेर्न सक्नुहुन्छ। त्यसै गरी हामीसँग चाहिँ सिजन अनुसारको चाहिँ फल हुन्छ है, फलफुल हुन्छ है। यो बेलाको सिजन भनेको चाहिँ यसको हो। त्यसपछि हामीसँग भदौ असोजतिर चाहिँ अम्बा यसरी फल्दैछ। यो अम्बाहरू हामीसँग यो अम्बा पनि छ। अहिले लगभग 50-60 बोट हुनुपर्छ है, यो अम्बा छ। त्यसै गरी लिची अब लगभग पाक्ने बेला हुन लाग्यो है यहाँको चाहिँ। अनि त्यसै गरी हामीसँग चाहिँ हुन्छ अमला हुन्छ सिजनमा है, अमलाको बोट पनि छ 5-7 बोट। अनि अब यी अरूभन्दा पनि तपाईँहरूले एकदम यो सिजनमा खान सक्नुहुन्छ। यो चाहिँ हाम्रो काँक्रा एकदमै बढी फल्छ है। यो चाहिँ सानो अहिले भर्खरको यो चाहिँ यो बिरुवा यत्रो भएको छ। अनि फर्सी छ यतातिर है। यो हाम्रो चाहिँ फर्सी काँक्रा चाहिँ वनतिर छोड्दै पनि हुन्छ कि, जताततै छोड्दै पनि फल्छ, मजाले फल्छ। यसको सदुपयोग चाहिँ एकदमै कम हुन्छ है। यहाँको हामी खाने मान्छे कम भएर होला सायद, यसले राम्रो बजार अलिकति टाढा भएर पनि हुनसक्छ, यसले चाहिँ त्यति मार्केट लिएको छैन। अनि यहाँ यी सिमी भन्छ यसलाई चाहिँ होइन, हामी चाहिँ यसलाई यो टाटे सिमी कि त्यस्तै टाटे सिमी भनेर भन्छौँ। यो चाहिँ एकदमै बढी फल्छ है यो सिजनमा चाहिँ। अब यो सिजन पनि हो अनि यो अफ सिजनमा पनि फलिदिन्छ फेरि। अहिले यो फल्ने बेला त भएको होइन, यो फलिरहन्छ कि। यसलाई चाहिँ मल भयो भने, मल र पानी भयो भने चाहिँ फलिरहन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ फुल फुलिरहेछ अहिले पनि। यतातिर हेर्नुहुन्छ भने कोसा लागिरहेछ, यतातिर हेर्नुहुन्छ भने तपाईँको यो के भन्छ, यो खाने बेला भएको के ठुलो गेडा लागेको, दाना लागेको देख्नु सक्नुहुनेछ है। यस्तै हो, यस्तै छ गाउँमा नेचुरल यो नेचुरलमा चाहिँ अब यस्तै छ। प्राकृतिकले दिएको छ, प्राकृतिकले ठाउँअनुसारको फल दिन्छन् है, ठाउँअनुसारको फल। अनि त्यसै गरी कुन ठाउँमा के फल्ने भन्ने नि यो प्राकृतिकै नियम होला सायद है। त्यहाँतिर यो काँक्राको बोटहरू देख्न सक्नुहुन्छ। अहिले तपाईँहरू मजाले देख्नु सक्नुहुने चाहिँ यहाँ यो भेन्टाहरू हो है, भेन्टा। त्यसै गरी प्याज यो बिउको लागि राखेको अर्ग्यानिक होइन। अब यो खोर्सानीहरू भइहाले। त्यसै गरी एउटा राम्रो फुल, यो वातावरणलाई चाहिँ प्रभाव पार्ने फुल छ है। यो फुलले पनि धेरै राम्रो काम गर्छ। अब यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अर्ग्यानिक मल बनाउने यो चाहिँ मलको लागि तयार पारिएको हो है। तपाईँहरूलाई एकपल्ट यो भण्डारी भिलेज भन्ने छ कि,
र यो तौथली टेकनपुर जाने बाटोमा चाहिँ त्रिपुरा सुन्दरीमा तपाईँहरूले यो चाहिँ हेर्न सक्नुहुन्छ, आएर अवलोकन गर्न सक्नुहुन्छ। यो चाहिँ सकिएको हो, हेर्नुहोस् यो खोर्सानी हो सकिएको। यसलाई यो 1 वर्षे बिरुवा भनेर भन्छन्, तर यहाँ चाहिँ 2 वर्ष 3 वर्षसम्म फल दिन्छ। 1 वर्ष रोपिसकेपछि फल यस्तै हो। यो 12 मासे अब जस्तो हाम्रो यो बेला खाने बेला नि भयो, फुली पनि रहेछ, त्यसपछि पाउला पनि आइरहेछ क्या। यो चाहिँ यो अकबरे खोर्सानी, यो चाहिँ अकबरे खोर्सानी हो, यसरी फल्छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। यो चाहिँ अलिकति यसरी फल्छ है, यसरी यो अकबरे खोर्सानी यसरी फल्छ है। अनि यो चाहिँ फल दिँदै पनि छ, फुल्दै पनि छ, पाक्दै पनि छ। हामी यसैलाई टिप्दै खाँदै गरिरहेका छौँ। यी रोडबाट यति नजिकै छ, हेर्न सक्नुहुन्छ। रोड यहाँभन्दा मुनिको कालो हो। यो चाहिँ अमला यति धेरै फल्छ होइन, यति धेरै फल्छ। यो अमलाको फल्ने सिजन होइन, यसको सिजनमा तपाईँहरूले फलेको देख्न सक्नुहुन्छ। त्यसै गरी हामीसँग अरू पनि छ है फलफुल साथीहरू। हामीसँग यो सिजनल फुड्स अन्तर्गतको चाहिँ हाम्रो यो भण्डारी भिलेजमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो एभोकाडो छ है, एभोकाडो देख्न सक्नुहुन्छ। त्यसै गरी यो चाहिँ सुनकागती हो। यो त्यहाँ फलिरहेको सुनकागती, यसलाई चाहिँ त्यो के भन्छ, हामीले यता चाहिँ अनार भन्छौँ है। यो काठमाडौँतिर पनि हुने अनारै हो। यो पनि मजाले फल्छ है। अब यसलाई तपाईँहरूले देख्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँहरूले गाडीबाटै देख्न सक्नुहुन्छ फलेको है। एकदम राम्रो फलिरहेछ यो फुल फुल्दै यसरी दाना दिँदै, दाना मजाले आउँछ, ठुल्ठुलो हुन्छ। यो भर्खर चिचिला लागेको हो, यो एकदमै ठुलो हुन्छ है। यो तपाईँहरूले यसको स्वाद पनि लिन सक्नुहुन्छ। यसको स्वाद लिन चाहिँ तपाईँहरू कहिले आउनुपर्ने हुन्छ भने, यसको स्वाद लिनलाई तपाईँहरू भदौतिर आउनुपर्ने हुन्छ। अब हाम्रो जताततै अर्ग्यानिक हो है, हेर्न सक्नुहुन्छ। भेन्टा छ, यता धनियाँहरू छ। अनि यो सुनकागती हो, हेर्नुहोस्, यो 12 मासे कागती भन्छन्। यसको चाहिँ अहिले अफ सिजन रहेछ। यो फुलेको पनि छैन, फल्न पनि लागेको छैन है। यो चाहिँ यो धेरै फल्छ, फल्न चाहिँ यो अहिले अफ सिजन अलि बेला भएको छैन। यो ठुलो रुख चाहिँ एभोकाडो हो। अनि यो चाहिँ यतापट्टिको चाहिँ हाम्रो यो कटहर भन्छ यसलाई, रुख कटहर। यहाँ तल आँप छ, राम्रो फल्छ, सानो बोट छ, राम्रो फल्छ। आँपको दाना लाग्ने बेला भएको थियो, यो पाला खासै लागेन। यो अलिक सानो पनि छ, खासै लागेको छैन अहिले चाहिँ दाना लगाइसकेपछि तपाईँहरूलाई देखाइदिन्छु म है। हस् त साथीहरू, धन्यवाद। तपाईँहरू काठमाडौँ बसेर पनि अर्ग्यानिक कुरा खान नपाए पनि देख्न पाउनुभयो है। देख्न पाउनु नै ठुलो छ क्या अहिले, खानुभन्दा पनि बढी चाहिँ देख्न पाउनु ठुलो हो कि। तपाईँहरूले देख्न पाउनुभयो है, खुसी हुनुहोला। आजको दिन हजुरहरूको शुभ रहोस्। थ्याङ्क यू।